Hey guys, आज म तपाईहरुले बताउन गइरहेको छु कि तपाई आफ्नो फेसबुकको फलोअर्स कसरी ग्रो गर्न सक्नुहुन्छ, कसरी बढाउन सक्नुहुन्छ अथवा कसरी इन्क्रिज गर्न सक्नुहुन्छ। तपाईको फेसबुकको फलोअर्स इन्क्रिज भयो भने तपाईको च्यानल मोनेटाइज हुने गर्छ र तपाईको च्यानल मोनेटाइज भएपछि पैसा कमाउन सक्नुहुन्छ। त्यसको लागि दुई चारवटा सेटिङहरु हुन्छ जुन तपाईले मिलाउनु पर्ने हुन्छ। त्यो सेटिङ मिलाउनु भयो भने तपाईको फलोअर्स इन्क्रिज हुन्छ, छिटो बढ्छ र तपाईको फलोअर्स बढेपछि तपाई पैसा कमाउन सक्नुहुन्छ। त आउनुहोस् आज म यो भिडियोमा त्यो फुल्ली बताछु, फुल्ली देखाछु कसरी कुन एप्स सेटिङ हो र कुन सेटिङ मिलाउनु अन गर्नुपर्छ र अफ गर्नुपर्छ, कुन के गर्नुपर्छ म सबै यो भिडियोमा बताउन गएको छु। प्लिज ध्यान दिएर हेरिदिनु होला र यो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गरिदिनु होला र बेल आइकन दबाउन नबिर्सनु होला। त गाइस म आफ्नो स्क्रिन शेयर गर्न गएको छु, प्लिज ध्यान दिएर हेरिदिनु होला। त गाइस सबभन्दा पहिला तपाई आफ्नो स्क्रिनमा आउनु होला र स्क्रिनमा आएपछि यहाँ हेर्न सक्नुहुन्छ। यहाँ फेसबुकमा आउनु होला र फेसबुकमा आएपछि फेसबुकमा यो थ्री डटमा क्लिक गर्नु होला र थ्री डटमा क्लिक गरेपछि यहाँ तल स्क्रल गर्नु भने यहाँ सेटिङ एन्ड प्राइभेसीको अप्सन छ, यहाँ क्लिक गर्नु होला र यहाँ क्लिक गरेपछि यहाँ सेटिङमा क्लिक गर्नु होला र सेटिङमा क्लिक गरेपछि तल स्क्रल गर्नु भने यहाँ तल स्क्रल गर्नु भने यहाँ तपाई हेर्न सक्नुहुन्छ हाउ पीपल फाइन्ड एन्ड कन्ट्याक्ट यु भन्ने अप्सन छ, यहाँ क्लिक गर्नु होला र यहाँ क्लिक गर्नुभयो भने यहाँ तपाई हेर्न सक्नुहुन्छ। जस्तै यहाँले हेर्न सक्नुहुन्छ हु क्यान सेन्ड योर फ्रेन्ड रिक्वेस्ट तपाईले कसले पठाउन सक्छ भने यहाँ क्लिक गर्नु होला। यहाँ एभ्रीवनमा क्लिक गर्नु होला र यसको मतलब के हो भनेपछि तपाईले जसले पनि फलो गर्न सक्छ, फ्रेन्ड रिक्वेस्ट पठाउन सक्छ, त्यो यसलाई एभ्रीवन गर्नु होला, यसलाई सेभ गरिदिनु होला र तपाई ब्याक आउनु होला। ब्याक आउनु भने यहाँ हेर्न सक्नुहुन्छ हु क्यान सी योर फ्रेन्ड लिस्ट तपाईको फ्रेन्ड लिस्ट कसले हेर्न सक्छ भनेपछि यहाँ चाहिँ लोन गरेर मैले लोन गरेको छु फ्रेन्ड, किनभने फ्रेन्ड लिस्ट मेरो फ्रेन्डहरु को छ भनेर कसैले हेर्न चाहोस् भनेर मैले ओन्ली मी गरेको छु। यहाँ सेभ गर्नु होला अनि यहाँ फेरि तल स्क्रल गर्नुभयो भने यहाँ हेर्न सक्नुहुन्छ हु क्यान फेसबुक सजेस्ट योर प्रोफाइल टु बेस्ड अन योर मोबाइल नम्बर, फोन नम्बर और इमेल एड्रेस। यहाँ छ तपाईको यो कसले तपाईको नम्बर, तपाईको इमेल नम्बरबाट सजेस्ट गरेर तपाईको यो कसले हेर्न चाहन्छ भनेपछि तपाईको कसैले प्रोफाइल खोज्न चाह्यो भने तपाईको नम्बर र प्रोफाइल त्यो इमेल नम्बर हाल्यो भने तपाईको एकैचोटी आइडी आउँछ, यसलाई रहन दिनु होला। यहाँ हेर्न सक्नुहुन्छ पिपुल विथ योर इमेल एड्रेस, यसलाई गरेर यहाँ पोसिबल कनेक्टिङ भनेर राखिदिनु होला, किनभने तपाईको इमेल नम्बर अथवा कसैले हालेर तपाईले सर्च गर्यो भने तपाईको एकैचोटी यो आइडी आइहाल्छ र तपाईले फलो गर्न मिल्छ। यहाँ पिपुल विथ योर फोन नम्बरबाट नि यसलाई पोसिबल गर्नु होला, पोसिबल कनेक्सन, किनभने कसैले फोन नम्बरबाट नि डाइरेक्ट हालेर तपाईको नाम सर्च गर्यो भने, आइडी सर्च गर्यो भने तपाईको सिधै आइडी आइहाल्छ र तपाईले फलो गर्न मिल्छ। अनि गाइस यहाँ हेर्न तल स्क्रल गर्नुभयो भने यसलाई जस्तोको त्यस्तै छोड्दिन। डु यु वान्ट टु सर्च इन्जन आउटसाइड अन फेसबुक अर टु लिङ्क टु योर प्रोफाइल। यहाँबाट त यसको मतलब के हो भनेपछि तपाईको यो जुन प्रोफाइल छ यो फेसबुक बाहेक अरु कुनै सर्च इन्जन जस्तै गुगल भयो अथवा तपाईको अरु कुनै सोशल मिडियाबाट अथवा अरु कुनै वेबसाइटबाट तपाईले सर्च गर्न चाह्यो भने यो तपाईको त्यहाँ लिङ्क जान्छ, त्यहाँ प्रोफाइल देखाओस् कि नदेखाओस् भनेर चाहनुहुन्छ भने यसलाई अफ गर्न, किनभने अहिले धेरै ह्याकरहरूले यो युज गर्छन्, किनभने अरूको प्रोफाइलहरु युज गरेर अरूको गरेर अरू वेबसाइटहरुमा अनि यसलाई गलत युज गर्ने गर्छन्, त्यसले अफ गरिदिनु होला। म अफ गरेको छु, तपाईहरुलाई जे ठीक लाग्छ त्यो गर्नु होला। अनि यहाँ तल हेर्न सक्नुहुन्छ फर पिपुल विथ योर फोन नम्बर डिलिभर रिक्वेस्ट, यसलाई के गर्नु होला जस्तै रिक्वेस्टको लागि मेसेज रिक्वेस्ट गर्न सक्छ। तब जस्तै मान्नु तपाईको फोन नम्बरले कसैले सर्च गर्यो भने अनि त्यसले मेसेज पठायो भने तपाईले यहाँ मेसेज रिक्वेस्टमा गरिदिनु होला, किनभने अब एकैचोटी डाइरेक्ट च्याटमा नआओस्, तपाईले चाहनुभयो भने मात्र मेसेज आउँछ, त्यहाँ एक्सेप्ट गर्न भन्छ र डिलिट गर्न दिन्छ। पहिला तपाई कसैले मेसेज पठायो भने त्यो तपाईले हेर्नुभयो भने तपाई पहिला हेर्नुभन्दा पहिला तपाईसँग सोच्छ तपाई हेर्न चाहनुहुन्छ कि डिलिट गर्न चाहनुहुन्छ, यसले फ्रेन्ड बनाउन चाहनुहुन्छ कि डिलिट गर्न चाहनुहुन्छ। अनि तपाईले मन लाग्यो भने मेसेज रिक्वेस्ट गर्नु, एक्सेप्ट गर्नु, नभए डिलिट गरिदिनु। यसलाई मैले मेसेज रिक्वेस्ट राखेको छु, तपाईहरुले अब सिधै मसँग च्याट गरोस् भनेर च्याटमा राख्न सक्नुहुन्छ अथवा डोन्ट रिसिभ मेसेज रिक्वेस्ट, मेसेज कसैले नपठाओस् भनेर नि राख्न सक्नुहुन्छ। अनि यहाँ हेर्न सक्नुहुन्छ तर यहाँ आउनु भयो भने फर फ्रेन्ड अन फेसबुक डिलिभर रिक्वेस्ट, जस्तै मान्नु कुनै जस्तै मेरो साथीको कोही साथी छ भने त्यसको साथीले नि मलाई चाह्यो भने त्यसको साथीबाट मलाई हेरेर मलाई रिक्वेस्ट पठाउन सक्छ भनेर यहाँ गर्नुभयो भने यहाँ नि मैले त्यो मेसेज रिक्वेस्ट राखेको त्यसले मलाई मेसेज गर्छ, पहिला म हेर्छु के हो, म चिन्छु भनेर एक्सेप्ट गर्छु, नभए म एक्सेप्ट गर्दिन। तपाईहरुलाई जे ठीक लाग्छ त्यो गर्नु होला। अनि यहाँ तल हेर्न सक्नुहुन्छ डिलिभर रिक्वेस्ट फ्रम पिपुल इन योर फेसबुक ग्रुप टु, यहाँ जस्तै कुनै ग्रुपमा तपाईले एड गर्यो भने कसैले सिधै च्याटमा तपाई जान सक्नुहुन्छ अथवा मेसेज रिक्वेस्ट
मा राख्न सक्नुहुन्छ। मैले मेसेज रिक्वेस्ट राखेको छु, मैले मेसेज गरेर सेभ गरिदिन्छु। अनि यहाँ हेर्न सक्नुहुन्छ फर पेज यु फलो डिलिभर रिक्वेस्ट टु मेसेज रिक्वेस्ट। कसैले तपाईँले फलो गर्यो भने फलो गरेर तपाईँले मेसेज गर्यो भने सिधै मेसेजमा रिक्वेस्टमा आउँछ कि तपाईँ च्याट गर्न सिधै च्याट गर्न चाहनुहुन्छ। मैले मेसेज रिक्वेस्ट राखेको छु, मेसेज अब तपाईँहरूले जे ठिक लाग्छ त्यो राख्नु होला। अनि यहाँ तल स्क्रल गरी यहाँ हेर्न सक्नुहुन्छ फर अदर अन मेसेन्जर और फेसबुक डिलिभर रिक्वेस्ट। मेसेन्जरमा अथवा फेसबुकमा तपाईँले कसैले रिक्वेस्ट मेसेज गर्यो भने तपाईँ रिक्वेस्ट गर्न चाहनुहुन्छ कि अथवा नगरोस् भनेर चाहनुहुन्छ। मैले त मेसेज रिक्वेस्ट भनेर राखेको छु। तपाईँलाई यो डोन्ट मेसेज, कसैले तपाईँले रिक्वेस्ट नपठाओस् मेसेज नगरोस् भनेर चाहनुहुन्छ भने डोन्ट रिसिभ रिक्वेस्ट गर्नु होला। सिधै मेसेन्जरमा तपाईँको मेसेज आउँदैन। मैले त मेसेज रिक्वेस्ट राखेको छु। अनि त्यसपछि यहाँ सेभ गर्नु होला। अनि यहाँ फेरि ब्याक गर्नुभयो भने यहाँ हेर्न सक्नुहुन्छ यो पोस्टमा छ नि, यो पोस्टमा तपाईँको कसले हेर्न सक्छ। यहाँ पब्लिक जहिले पनि पब्लिक राख्नु होला। पब्लिक राख्नुभयो भने तपाईँको धेरै मान्छेले सबैले हेर्छन्। अनि यहाँ कमेन्टमा तपाईँको कसले कमेन्ट गर्न सकोस् भनेर समरी मैले पुरै यसलाई अन गरिदिएको छु। तपाईँहरूले अब जे ठिक लाग्छ त्यही राख्नु होला। अनि यहाँ यो छ तपाईँको अलवेज सेयर योर पोस्ट टु स्टोरी। तपाईँको जुन पोस्ट हाल्नुहुन्छ त्यो स्टोरीमा पनि बसोस् भनेर चाहनुहुन्छ भने यसलाई अन गर्नु होला, नभए अफ गरिदिनु होला। किनभने स्टोरीबाट नि धेरै मान्छेहरू स्टोरी हेर्छ। अनि त्यहाँबाट नि तपाईँको साथीहरूले कसैले ठिक लाग्यो भने आजभोलि, किनभने भिडियो भन्दा नि पोस्ट भन्दा नि मान्छेले स्टोरी मात्र हेर्छ, सर्ट भिडियोहरू हेर्छ। स्टोरीबाट हेरेर तपाईँले ठिक लाग्यो भने अरूलाई सेयर गरिदिन्छ। सेयर लाग्यो ठिक लागेन भने सेयर गर्दैन। यहाँबाट यो अन गर्नु होला, किनभने स्टोरी नि ठिक लाग्यो भने अरूलाई सेयर गर्न मिल्छ भनेर अन गरिदिनु होला। अनि अरूले हेऱ्यो भने तपाईँको फलोवर्स बढ्छन्। यस्तो गर्नुभयो भने तपाईँको हुन्छ, त्यो राम्रो हुन्छ। अनि यहाँ फलोवर्स एन्ड पब्लिक कन्टेन्ट यहाँ क्लिक गर्नु होला। र फलोवर्स एन्ड पब्लिक कन्टेन्टमा क्लिक गर्नुभयो भने यहाँ फलोवर्स एन्ड पब्लिक कन्टेन्टमा हु क्यान फलो मी, त यहाँ फलो मीमा यो पब्लिक गर्नु होला। जहिले पनि पब्लिक गर्नु होला, किनभने पब्लिक भएन भने तपाईँको फलोवर्स बढ्दैन। हु क्यान सी योर फलोवर अन योर टाइमलाइन। टाइमलाइनमा तपाईँको फलोवर्स कसले हेर्न सक्छ। यहाँ मैले ओन्ली मी राखेको छु। यहाँ तपाईँहरूले अब जे राख्न ठिक लाग्छ त्यो राख्नु होला। मैले त ओन्ली मी राखेको छु। अनि हु क्यान सी द पिपुल पेज एन्ड लिस्ट यु फलो। जस्तै तपाईँले कुनै साथीहरूले चाह्यो भने तपाईँको पेज एन्ड लिस्ट यु फलो, तपाईँले कसैले फलो गर्नुभएको छ अथवा तपाईँको पेज अरूले हेर्न चाहन्छ, त्यो हेर्न पाओस् कि नपाओस् भनेर चाहनुहुन्छ भने चाहिँ मैले त ओन्ली मी राखेको छु। मेरो किनभने मेरो फलोइङ अरूले नहेरोस् भनेर, म कस्तो मान्छेले फलो गरेछु के गरेछु भनेर त्यो अरूले नहेरोस् भनेर मैले ओन्ली मी राखेको छु। तपाईँहरूले जे ठिक लाग्छ त्यो राख्नु होला। हु क्यान कमेन्ट इन योर पब्लिक पोस्ट। यो पब्लिक पोस्टमा कसले कमेन्ट गर्न पाओस्, त मैले त पब्लिक राखेको छु। जहिले पनि पब्लिक राख्नु होला, किनभने अरूले नि कमेन्ट गर्न सकोस्। कमेन्ट राम्रो लाग्यो भने कमेन्ट गर्छन्। अनि यहाँ छ तपाईँको अब पब्लिक पोस्ट नोटिफिकेसन। पब्लिक पोस्ट नोटिफिकेसनमा तपाईँले के चाहनुहुन्छ, मैले त पब्लिकै राखेको छु। किनभने पब्लिक नोटिफिकेसन अब यु क्यान गेट नोटिफिकेसन वेन पिपुल यु आरन्ट योर फ्रेन्ड स्टार्टिङ यु एन्ड सेयर लिङ्क अर कमेन्ट। कसैले मान्ने तपाईँको फलोइङ छैन, तपाईँको फलोवर्स छैन, त्यसले तपाईँको पोस्ट लाइक गर्यो अथवा सेयर गर्यो भने तपाईँले नोटिफिकेसन आउँछ। त्यो पब्लिक हुन्छ अथवा नोन होस्। त्यो मैले नोन राखेको छु। नोन राखेर सेभ गरेको छु नोन, किनभने मेरो लिङ्क कसैले सेयर गर्नु त्यो म मात्र हेरौँ, अरूले नहेरोस्। हु क्यान, अनि यहाँ हेर्न सक्नुहुन्छ त्यो पब्लिक प्रोफाइल इन्फर्मेसन। पब्लिक प्रोफाइल इन्फर्मेसनमा यहाँ पब्लिक राख्नु हो, किनभने हु क्यान लाइक और कमेन्ट अन प्रोफाइल इन्फर्मेसन द्याट इज अलवेज पब्लिक इन्क्लुडिङ योर प्रोफाइल पिक्चर, प्रोफाइल भिडियो, कभर फोटो, फीचर फोटो एन्ड अपडेट टु योर सर्ट बायो। सर्ट बायो मैले पब्लिक राखेको छु, किनभने मेरो पोस्ट सबैले हेरोस्, सबैले भिडियो हेरोस्, मेरो लाइक कमेन्ट सबैले हेरोस् भनेर मैले पब्लिक राखेको छु। अनि तपाईँहरूलाई जे ठिक लाग्छ त्यो राख्नु होला। अनि यहाँ हेर्न सक्नुहुन्छ सो मोस्ट रिलेभेन्टको फर्स्ट कमेन्ट फर्स्ट। पहिला तपाईँको कसले कमेन्ट गरेको त्यो सबले हेरोस् भनेर यहाँ अन गर्नु होला। अनि यहाँ तपाईँको अफ फेसबुक प्रिभियस, यो अफ फेसबुक इनेबल प्रिभियस वेन you public group post or share of Facebook previous may include your user profile image and any other content from your original post। ओरिजिनल पोस्ट तपाईँको कसैले भिडियो हो पोस्ट हो त्यो अरूले सेयर गरोस् कि नगरोस् भनेर मैले पब्लिकै गरेको छु, किनभने सबैले सेयर गरोस्। यहाँ ब्लक लिस्ट फिल्टर अफ। यहाँ ब्लक लिस्ट तपाईँले ब्लक लिस्ट लाग्नु भएको छ भने यहाँ तपाईँको मान्ने कुनै कुराहरू तपाईँले यहाँ कुनै गालीहरू कमेन्टमा आउँछ नि,
गालीहरू होस् अथवा नराम्रो कुराहरू भन्छ भने यहाँ तपाईँले 100वटा 1000वटा उको राख्न वर्डहरू राख्न यो वर्ड आयो भने पहिला मसँग सोधोस् अनि त्यसपछि पब्लिक होस् भनेर यहाँ तपाईँले लेख्न सक्नुहुन्छ। कुन कुन वर्ड तपाईँको कमेन्टमा आयो भने त्यो कमेन्ट आउनु त्यो कमेन्ट अरूले हेर्नुभन्दा पहिला तपाईँले यहाँबाट त्यसलाई यस्तो यस्तो यहाँले जुन जुन वर्ड लेख्नुहुन्छ त्यो वर्ड बाहेक अरू वर्ड आयो भने मात्र पब्लिक हुन्छ, त्यो वर्ड आयो भने पब्लिक हुँदैन। त्यो पहिला तपाईँले पब्लिक गर्नुभयो भने मात्र हुन्छ, नत्र हुँदैन। यहाँ मैले अहिले केही लेखाएको छैन। तपाईँहरूलाई अब त्यस्तो कुनै कसैले गाली गर्नवाला छ भने कुनै कुनै गालीहरू अथवा कुनै नराम्रो शब्दहरू अथवा त्यो कुनै अब त्यो भनौँ न इलिगल कुनै वर्डहरू हुन्छ नि त्यो अथवा कुनै शब्दहरू त्यस्तो एक्टिभ हुन्छ, जस्तै नराम्रो शब्दहरू नराम्रो वर्डहरू हुन्छ, त्यसले त्यहाँ लेखिदिनु होला। किनभने यो वर्ड आयो भने मलाई पहिला सोधोस् अनि त्यसपछि पब्लिक होस् भनेर राखिदिनु होला। मैले अहिले राखेको छैन। तपाईँहरूले ठिक लाग्यो भने जुन जुन वर्डहरू तपाईँलाई ठिक लाग्छ त्यो राख्नु होला। अनि यसलाई सेभ गरिदिनु होला। राखेर पछि सेभ गरिदिनु होला अनि ब्याक आउनु होला। ब्याक आउनुभयो भने यहाँ हेर्न सक्नुहुन्छ। यहाँ अब फेरि एकचोटि अझ ब्याक आउनु होला र यो ब्याक आएपछि यहाँ सेटिङ तपाईँको सबै भइसक्यो। अनि यहाँबाट यो तपाईँको एक्टिभ स्टेटस यहाँ छ। एक्टिभ स्टेटस जहिले पनि अन राख्नु होला। किनभने सो वेन यु आर एक्टिभ, जब तपाईँ अन हुनुहुन्छ, जब तपाईँ अन हुनुहुन्छ, जस्तै फेसबुक चलाइराख्नु भएको छ, फेसबुकमा हुनुहुन्छ भने तपाईँको यो हरियो बत्ती देखाउँछ र तपाईँले यसलाई अफ गर्न पनि सक्नुहुन्छ। जस्तै किनभने म अनलाइन आएको बेला अरूले मेसेज नगरेर अरूले नहेरोस्, यो अनलाइन आएको छ कि छैन थाहा नहोस् भनेर चाहनुहुन्छ भने यसलाई अफ गरिदिनु होला। अफ गरिदिनु भयो भने अफ हुन्छ। मैले यसलाई अन गरेँ। तपाईँहरूले जे ठिक लाग्छ त्यो गर्नु होला। अनि यसरी गर्नुभयो भने तपाईँको फलोवर्स इन्क्रिज हुन्छ। गाइज मेरो यो भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गर्न नबिर्सिनु होला र यो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गरिदिनु होला र बेल आइकन दबाउन नबिर्सिनु होला। हस् गाइज, धन्यवाद। जय नेपाल।